दाइ फेरि तपाईँको गार्डनको एकचोटि भिडियो देखाउन भनेर तपाईँहरूले मेसेज गरिरहनु भएको थियो है। मैले गर्न पाएको थिइनँ होइन। यो अब 5 महिना भयो नेपालबाट म आएको। अब मैले केही चेन्ज गरेको छु। मैले लास्ट भिडियोमा थोरै अपडेट राखेको थिएँ। अब यो भिडियोमा म फुल तपाईँलाई देखाउँछु ल। यो इभिनिङ छ आज, धेरै गर्मी छ ब्रिस्बेनमा, आइस पानी खाइ गर्नुपर्ने भएको छ। यो चाहिँ मेरो अगाडिको गार्डन हो है, फ्रन्टको है। यसमा चाहिँ मैले यसरी मिनी वाल लगाएर चाहिँ प्यासन फ्रुट र सिबी लगाइदिएको छु। यो चाहिँ सरकारी जग्गा हो होइन। यसमा फल्यो भने तपाईँ आएर टिपेर खान मिल्छ है। ल मेरो घरभित्र छिरौँ है त ल। यहाँ चाहिँ मैले यसरी जिनिया अनि मराठी विभिन्न फ्लावर्सहरू यहाँनिर राखेको छु है। पानी एकदम चाहिने भएर मैले चाहिँ यस्तो ट्रेमा राखेको छु होइन। त्यस पछाडि यो आजमा चाहिँ मैले यो क्लाइम्बिङ रोज राखेको छु होइन। यो क्लाइम्बिङ रोज चाहिँ एकदमै बास्न साह्रै मिठो आउने रहेछ होइन। लास्ट टाइम फलाएको थियो। त्यस पछाडि यो नर्सरी प्लान्ट स्ट्यान्ड राखेको छु मैले, किनभने भुइँमा चाहिँ यो प्लान्टहरू राख्नु नहुने रहेछ। यसमा ड्रेनेज नहुने रहेछ। ड्रेनेज राम्रोको लागि यसरी नर्सरी प्लान्ट स्ट्यान्डमा राख्नुभयो भने चाहिँ ड्रेनेज राम्रो हुने रहेछ। विभिन्न प्रकारको फुलहरू छन्। रातकी रानी छ, बोगनबेलिया छ यहाँनिर है, धेरै फ्लावरहरू छन् होइन। यो चाहिँ तपाईँको गार्डेनिया हो। यसको बास्ना पनि साह्रै मिठो आउँछ। इन्द्रकमल भन्छ होला नेपालीमा यसलाई होइन। सबै आउनु त यहाँनिर म देखाउँछु अरू। यहाँ चाहिँ हाम्रो यो किरा खाने भिनस फ्लाइ ट्राप छ। यो चाहिँ ड्रोसोराहरू छ, ट्रम्पेट प्लान्ट छ। यिनीहरू चाहिँ झिँगा किरा भुसुनाहरू खान्छन्। थोरै भए पनि अर्ग्यानिक वे कन्ट्रोल हुन्छ। अर्को हाम्रो यो म्याङ्गो ट्री हो है। ब्रिस्बेनमा आँपमा चिचिरा मजाले लाग्न थाल्यो होइन। मैले अलिअलि नेट ब्याग राखेको छु, अलिअलि यतिकै छोडिदिएको छु होइन। ल यता आउनुहोस् त, म देखाउँछु। मलाई अरू सबैभन्दा मनपर्ने अर्को चिज देखाउँछु। यहाँ आउनु बाबु, यहाँ देखाउनु त। यो चाहिँ मेरो वान अफ द बेस्ट फुल हो अहिलेको। यस्तो मजाले फुलेको छ बोगनबेलिया होइन। तपाईँलाई पनि बोगनबेलिया मनपर्छ भने मलाई सम्पर्क गर्नु होला। मसँग धेरै प्रकारको 200 जातको बोगनबेलियाहरू छ। यहाँ मेरो लिची छ। लिचीमा पनि चिचिरा हेर्नु न यसरी लगाएको छ। दुईवटामा नेट ब्याग लगाएको छु। अब बिस्तारै अरूमा नेट ब्याग लगाउँछु, हेरौँ कस्तो हुन्छ। यहाँ अब मिस्टिक सफायर फुलहरू छ है। बोगनबेलियाको सानसानो बिरुवाहरू छ होइन। अब त्यस पछाडि यहाँनिर तपाईँको अम्बकहरू छ अलिअलि, अनि विभिन्न जातको क्लाइम्बिङ रोजहरू छ होइन। त्यस पछाडि यो चाहिँ मेरो सिटिङ ब्रेन्च हो। साली बसिरहनु भएको र छोराछोरी बसिरहेको छ। मलाई बोगनबेलिया छ। यो चाहिँ जिनिया हो। यसरी पटमा यसरी झुन्ड्याएर राख्न मिल्छ। एकदम स्प्रिङ र समरको लागि राम्रो फुल हो होइन, विभिन्न कलरमा। यहाँ चाहिँ मसँग अझै धेरै डिफ्रेन्ट कलरमा बोगनबेलिया छ। सबैभन्दा मनपर्ने अर्को बोगनबेलिया यो थोरै पिङ्क र व्हाइट होइन। यहाँनिर अरू फ्रुट ट्रिजहरू छन्। आउँछ नि यता आउँथ्यो बाबु छोरा। यहाँ अरू फ्रुट ट्री छन्। ड्रागन फ्रुटहरू छ। सानो पटमा अम्बक छ। ब्लुबेरीको बिग ट्री छ होइन। अब त्यस पछाडि म तपाईँलाई भित्र देखाउँछु भित्र कस्तो गरेँ भनेर है। आउनुहोस् छोरा, आउनुहोस् भित्र लिएर आउनु। यो चाहिँ एउटा अस्ट्रेलियन नेटिभ ट्री हो। मैले यहाँ राखेको छु। समरमा यसको फुल एकदमै राम्रो तरिकाले फुल्छ। त्यस